कलेजबाट आउँदा चाहिँ के देख्यो हेलो अनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ मिनी ब्लगमा। आज चाहिँ फेरि अब कलेज जान लाग्यो। यस्तो अँध्यारोमा बिहान के मान्छे नदेख्ने अँध्यारो चाहिँ यस्तो कडा खालको। यस्तो अँध्यारोमा हामी बिहानै उठेर आएको मात्रै थियो, त्यही पनि फेरि हामीलाई काम गर्न लानुभयो। यस्तो जाडोमा हात चिरौडोमा पनि काम पनि के चाहिँ हुन्छ र एनिमल साइन्स पढाइ हुन्छ, पुरै प्लान्टको काम बढी गर्नु परेको छ। हेर्नु त्यहाँ साथीले फेरि मल बोकिरहेको छ। पछि काम पनि बल्ल भए, त्यसपछि हामीलाई सबैले कोदालो हामीलाई नै बोकाएर लगेपछि फेरि साथीलाई चाहिँ के भूत लागेर फेरि बाँदरको मित बनेर तल झन्डै नखसेर खेल्दाखेरि लौ न साथी चाहिँ फेरि बिहान लास्टै हात ठिरो रहेछ भयो खेल्दिनँ भनेर गयो, मलाई खेल भन्दै थियो। अच्छा त्यही चाहिँ बल्ल तल क्लास आयो, हामी के पनि नखेलिकन त्यसै कारणले अगाडि आइपुग्यो। फेरि अगाडि पनि त्यो एउटा भाइले त्यस्तै गरेर खेल्नु कलेजबाट आउँदाखेरि आज मैले के देखाएँ यस्तो यो फेरि मान्छे आनन्दले चिलपाडामा सुतिरहेको छ। त्यो सबै भ्याएर अहिले चाहिँ फेरि हामी त्रिशुली आएको, त्रिशुलीमा फेरि साथीको कभर नपाएर साथी रिसाउँदिन राति पछि फेरि साथीलाई यतिको लाएर जिस्काएर न्याक्दैन तालिम। अब यति जाडो महिना आएपछि राति भएपछि जाडो हुन्छ, त्यही भएर आगो ताप्न थाल्यो। अब आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर द वाचिङ एन्ड बाइ बाइ गाइज।